एकछिन तपाईँको आफन्त मान्छेले चाहिँ कल गर्नु पर्यो टाउको पनि चोट पुरै लाग्यो जस्तो छ हस्पिटल यार कोही गाडी ट्याक्सी चाहियो ट्याक्सी ए प्लिज के यार कोही ट्याक्सी हेलो ट्याक्सी हात काट्छ मान्छे पहिला हस्पिटल लिएर गइहाल्नु पर्यो क्या हस्पिटल लिएर आफ्नो मान्छे फोन गरिदिनु एक्लै हुनुहुन्थ्यो या एक्लै त होला एक्लै हुनुहुन्थ्यो ए केले हानेको गाडीले ठोकेर बाइक उठ्यो यही टिफरले लाग्यो यही टिपर हो आगे ड्राइभर ल मान्छे राख्नु त खोइ यो हातमा नचल्ने खोइ छैन यो हातमा यो हात हालेर छोड्नु त्यो हात अगाडि उता जाने त उतापट्टि सेट म्यान बिस्तारै बिस्तारै को जाने हो साथी ड्राइभर कहाँ भाग्यो उसको छैन यार कुन हस्पिटल जानुभयो हामी गइदिउँ गइदिउँ एकचोटि बाइक यस्तो तरिकेर हान्ने रहेछ यार यो उठाइदिउँ त यो हेलमेट निकाल्नु त सिंगल थियो हैन बाइक त यहाँतिर आइपुग्छ अनि बाइक हानेर उताबाट हानिदिएको रे टिपरले हानिदिएको रे यो बाइक चाहिँ सर अब ऊ गर्दिन हामी उता हस्पिटल गएर ऊ गरिदिउँ जाउँ न हस्पिटल गइदिउँ न जाउँ हस्पिटल गइदिउँ त उसको मान्छेले फोन गरेर चाहिँ हामीले ऊ गर्दै हाल्नु पर्यो क्या बाइकै लिएर जाने हो कि कहाँ हो हस्पिटल कहाँ बाइक लिएर नजाने त्यो कस्तो खाले म त ठ्याक्कै उताबाट आइरहेको थियो कि पुऱ्याएर यता हो भित्र लगिसक्यो होइन टिफर चाहिँ छ ड्राइभरहरू चाहिँ छ ड्राइभर र उनीहरू चाहिँ छैन त्यो मान्छेको आफन्तलाई चाहिँ फोन गरिदिनु पाएको है होइन विशेष मान्छे उहाँको अब फोन गरेर चाहिँ सम्पर्क गरिदिनु पाए हुन्थ्यो क्या पुलिसलाई चाहिँ फोन गरिहाल्नुपर्छ लास्ट नम्बर अघि भर्खरै गरेको कल गर्नु अघि भर्खरै गरेकोमा 218 तपाईँको नाम के हो भाइ हेलो
यो आशिष भन्ने मान्छेको यहाँ कलङ्कीमा एक्सिडेन्ट भएर यहाँ यता यो कलङ्की यताको शहीद मेमोरियल हस्पिटलमा राखेको छ है यहाँ कलङ्कीमा एक्सिडेन्ट भएर यहाँ शहीद मेमोरियल हस्पिटलमा छ यो मान्छे ए हजुर उहाँको मान्छेलाई कल गरेर यसो गर्ला न उहाँको मान्छेलाई कल गर्नु है यहाँ कलङ्कीको शहीद मेमोरियल हस्पिटलमा हुनुहुन्छ यो हात चाहिँ पुरै उ भएको छ पुरै उ भएको छ के एकछिन तपाईँको आफन्त मान्छेले चाहिँ कल गर्नु पर्यो टाउको पाउनु चोट पुरै लाग्यो जस्तो छ एकछिन यो काटिदिनु पर्छ यार हात पुरै यस्तो भएको एकछिन शान्त भएर बस्नु शान्त भएर खुट्टा पनि गएको रहेछ एकछिन हात नचलाउनु न हजुरले एकछिन हात यसो राख्नु एकछिन त्यसरी नचल्नु न गाह्रो भएर टाउकोमा पनि पुरै चोट लागेको छ यो त केही नभएको भने एक्सिडेन्टहरू त केही नभएकै भएको म चुरोट किन्दा थिएँ चोकमा भनेको थिएँ चिया बेच्ने दाइसँग चुरोट किन्दा थिएँ कहाँ भाग्यो त्यो टिफरको ड्राइभर र खाना चाहिँ कहाँ भाग्यो कि होइन एउटा यतातिर एउटा उतातिर उहाँको आफन्तलाई चाहिँ कल गर्नु न के त्यहाँ नामहरू सेभ गरेर त्यो पनि भने म माथि थङकोटबाट आउँदै थियो हामी त होइन पुरा मान्छे लम्बछार भएर मैले त मान्छे डेट भइसक्यो होला भन्नु थालेँ क्या ठ्याक्कै कस्तो तपाईँहरू चाहिँ त्यही हो टिफर हान्दाखेरि त्यही थियो हामी त पारिपट्टि थियो के तपाईँको सिधै ठोकेको भए त अन्त स्पोर्ट जान्थ्यो तर छेउमा टुपल मात्र छोएछ कि यस्तोमा छोएछ कि जस्तै जाँदा जाँदै यस्तो साइडमा लागेको छ कि नत्र त त्यो सिधा लाग्यो भने त्यही होला अन्त स्पोर्ट गइहाल्छ नि मैले त अन द स्पोटै गएको भन्थाल्यो भने त एक्सिडेन्ट देखायो भए यो त केही होइन भने तर टाउकोमा चाहिँ चोट चाहिँ लागेको छ यहाँको टाउको हात पुरै गएको छ कुन हेलमेट लाउनु भएको थियो कुन कलरको हेलमेट त उतापट्टि उता तल पुगिरहेको न्यु इयर मनाउनु भएको छ खाएको यतिकै थाहा हुन्छ नि खाना चाहिँ हल्का खाएको रहेछ होइन त्यही खा भयो साइड लाएर उडेको छ उतातिर मान्छे एकतिर ल जाउँ दादा ल म नि उता चेकपोस्ट थानकोटतिर जानु पर्ने दादा यहाँ चुरोट किन्न बसेको म त झन् ल रामसित लाग्नु है त ब्रदर